हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक इन्फोवाल्युम युट्युब च्यानलमा। अनि के छ, कस्तो छ, केमा व्यस्त हुनुहुन्छ? आशा छ सन्चै हुनुहुन्छ होला। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, यही भन्न चाहे। अनि आज फेरि पनि तपाईँहरू माझमा अर्को इन्फर्मेटिभ भिडियो लिएर आउने कोसिस गरिरहेको छु। लामो समयदेखि म चाहिँ तपाईँहरूबाट अपडेट हुन सकिरहेको थिइनँ, किनभने कार्यव्यस्तताको कारणले गर्दाखेरि अपडेट हुन सकिरहेको थिइनँ। अब भने फेरि तपाईँहरू नियमित अपडेट हुने कोसिस गरिरहेको छु। आज भने तपाईँहरूलाई एउटा यस्तो प्लेटफर्मको बारेमा जानकारी दिन गइरहेको छु जुन प्लेटफर्मले चाहिँ हामीलाई एकदम धेरै फाइदा गरेको छ, धेरै सहयोग गरेको छ, जुन त्यसको बारेमा तपाईँहरूलाई जानकारी केही मैले जानेको जानकारीहरू तपाईँलाई प्रस्तुत गर्न लागिरहेको छु। र अहिले हामीले चलाइरहेको, हामी सबैले चाहिँ युज गरिरहेको अहिले जुन एकदम हामीले पैसा पठाउन र पैसा प्राप्त गर्नको लागि एकदमै सजिलो एप्स भनेको चाहिँ ई-सेवा एप्स छ। त्यो ई-सेवा एप्सले हामीले यति धेरै सर्भिस प्रोभाइड गरेको छ हैन। विशेष तपाईँहरूलाई आज त्यसैको बारेमा चाहिँ जानकारी दिनेछु। र अब त्यसले चाहिँ के गर्छ, कसरी गर्छ, कहाँ गर्छ, के गर्न सकिन्छ र यसबाट कसरी हामीले चाहिँ प्रफिट लिन सकिन्छ भन्ने विषयमा तपाईँहरूलाई केही जानकारी दिन लागिरहेको छु। आउनुहोस् हामी त्यतितिर लागौँ। र सिम्पली त्यसका लागि हामी ई-सेवा एप खोल्छौँ। ई-सेवा एप चाहिँ मैले अलरेडी डाउनलोड गरेर पनि मेरो चाहिँ सम्पूर्ण भेरिफिकेसनहरू भेरिफाई भइसकेको छ। त्यसले गर्दाखेरि मैले ई-सेवा एप खोलेँ। ई-सेवा एप खोलिसकेपछि मैले चाहिँ पसलको नामबाट खोलेको थिएँ। पसलमा रजिस्टर गराएको छु, त्यसैले मेरो हाइउसा भनेर आइरहेको छ। अनि हामीले जस्तै ब्यालेन्स चाहिँ यहाँबाट हेर्न सक्छौँ। यहाँनिर एनपिआर ब्यालेन्स भनेको छ, हामी यहाँबाट हेर्न सक्छौँ। जस्तो मेरो ब्यालेन्स यसरी देखाइरहेको छ, यसरी हामीले यहाँबाट ब्यालेन्स हेर्न सक्छौँ। अनि त्यसपछि तपाईँले चाहिँ पैसा लोड गर्नको लागि चाहिँ यहाँबाट गर्ने, यहाँ लोड मनी गरेपछि ब्याङ्कमा लोड गर्ने, इन्टरटेनमेन्ट चाहिँ के तपाईँले केमा गर्नु छ यहाँबाट लोड गर्न सक्नुहुन्छ भने हामीले पैसा पठाउनु पऱ्यो भने पैसा पठाउनको लागि सेन्ड मनीमा गइसकेपछि अब यहाँनिर ई-सेवा आइडी हाल्ने बित्तिकै प्रोसिड ई-सेवा आइडी हालेपछि यहाँबाट चाहिँ कसैले पैसा हाल्न सकिन्छ। मैले चाहिँ यहाँ जस्तै प्रमिस राई भन्नेलाई एउटालाई मैले हाल्न खोजेँ। अब यहाँ कति तपाईँले पैसा हाल्नुहुन्छ यहाँ लेख्ने, अन्त त्यसपछि यहाँ कन्टिन्यू गरिदिने। कन्टिन्यू गरेपछि यहाँनिर केही रिमार्क लेख्दा पनि भयो। त्यसपछि मानव मैले चाहिँ क्यास भनेर लेखेँ। यहाँनिर चाहिँ कन्टिन्यू गर्ने बित्तिकै यहाँबाट यसरी सम्पूर्ण डिटेल आउँछ। कन्फर्म गरेपछि पासवर्ड हालेपछि यहाँबाट ट्रान्जेक्सन पिन हालिसकेपछि यहाँबाट पैसा जान्छ। त्यसै गरेर तपाईँलाई अर्को केही जानकारी दिन लागिरहेको छु। फेरि ब्याङ्क ट्रान्सफर हो भने त ब्याङ्कमा सिधै ब्याङ्कमा ट्रान्सफर भइहाल्छ। हामीले चाहिँ यहाँ ब्याङ्क ट्रान्सफर भनेको छ, यहाँ ब्याङ्क ट्रान्सफर यहाँबाट हामीले जुनसुकै ब्याङ्कमा पनि पठाउन सक्छौँ। यो चाहिँ मेरो ब्याङ्क लिङ्क गरेको मेरो आफ्नै ब्याङ्कको यिनीहरू छ। त्यस कारणले यसमा चाहिँ मैले सहजै रूपमा पैसा ब्याङ्क ट्रान्सफर गर्न सक्छु साथीहरू। किनभने मैले यहाँबाट यसरी गरेँ भने अलरेडी सबै कुरा आइदिन्छ, अनि मात्रै पैसा हाल्ने, त्यस पैसा हालेर चाहिँ मैले उतातिर सेन्ड गर्ने हो। जस्तै रेमिट्यान्स भनेको छ। रेमिट्यान्स भनेको हामीले अहिले हामीले यताबाट सेन्ड गर्ने चाहिँ छैन, हामीले उताबाट रिसिभ गर्न चाहिँ मिल्छौँ क्या। जस्तै हामी यहाँ जान्छौँ, यहाँ आएर चाहिँ उताको नम्बर चाहिँ हामी यहाँ हाल्छौँ। त्यसपछि यहाँबाट भ्यालिडेट भनेको चाहिँ यहाँबाट हामीले भ्यालिडेट कहिले छ त्यो हाल्छौँ। त्यसपछि हामीले त्यसलाई पनि पैसा रिसिभ गर्न सक्छौँ। अनि त्यति मात्रै नभएर अब हामीले टपअप गर्छौँ। यहाँबाट टपअप गर्नका लागि अब हामी यहाँनिर मोबाइल नम्बरको 10 डिजिटको नम्बर मागिरहेको छ, त्यस ल्यान्डलाइनको यहाँ मागिरहेको छ। पहिले त 5% दिन्थ्यो। मानौ यो कसैको मैले यो नम्बरमा मैले चाहिँ रिचार्ज गर्न चाहेँ 100 रुपियाँ, अनि यहाँ चाहिँ मैले प्रोसिड गर्छु। प्रोसिड गर्दा यसले मलाई चाहिँ 2 रुपियाँ क्यासब्याक दिन्छ। तत्कालै यसले मलाई 2 रुपियाँ क्यासब्याक दिन्छ। पहिले चाहिँ लगभग 5 रुपियाँसम्म दिएको थियो। 5 रुपियाँ 4 रुपियाँ त्यति हुँदै अहिले घटेर 2 रुपियाँ मात्रै दिएको छ। सायद यो कसको जुन केवाइसी भेरिफाई नभइकन चाहिँ यो यसरी दिँदैन होला। त्यस्तै हामीले प्याकमा यहाँ टपअपमै गएर यहाँ हामीले डाटा प्याक, भोइस प्याक यहाँबाट हामीले यसरी खरिद गर्न सक्छौँ साथीहरू। यहाँबाट चाहिँ यसरी खरिद गर्न सक्छौँ। यो चाहिँ जस्तै डाटा प्याकमा चाहिँ अब कति एमबी लिने, कति समयको लिने सम्पूर्ण डिटेल यहाँ दिएको हुन्छ। भने कम्बो प्याक यहाँ दिएको हुन्छ, यो यहाँबाट पनि हामी सेलेक्ट गर्न सक्छौँ। भोइस प्याक जस्तै हामीले भोइस प्याक मात्रै चाहिँ खरिद गर्ने हो भने यहाँबाट पनि हामीले गर्न सक्छौँ। त्यसै एसएमएस कति किन्ने यहाँबाट पनि हामीले गर्न सक्छौँ। तर एउटा यहाँबाट चाहिँ एउटा के चाहिँ
डिसएडभान्टेज भन्दाखेरि हामीले चाहिँ के एउटा फाइदा छैन भन्दाखेरि यहाँबाट हामीले किन्दाखेरि कुनै पनि प्रकारको मानौँ न हामीले क्यासब्याक चाहिँ पाउँदैनौँ साथीहरू। हामीले कसैले रिचार्ज हालिदिएर चाहिँ उहाँहरूकै मोबाइलबाट चाहिँ हामीले नम्बर डायल गरेर के त्यताबाट खरिद गऱ्यो भने चाहिँ हामीले क्यासब्याक पाउन सक्छौँ, तर यहाँबाट चाहिँ हामीले क्यासब्याक पाउन सक्दैनौँ। त्यसपछि अब इलेक्ट्रिसिटी विद्युतको बिल कसरी तिर्ने भन्ने कुरा हामी यहाँ छ। तपाईँले चाहिँ कुन ठाउँबाट तिर्दै हुनुहुन्छ, कुन जिल्लाबाट कुन काउन्टरबाट तिर्दै हुन्छ, यहाँ हामीले सेलेक्ट गर्छौँ। काउन्टर यहाँनिर भनेको चाहिँ सेलेक्ट भनेको छ। म चाहिँ यहाँनिर ट्याप गर्दाखेरि हाम्रो चाहिँ गाईघाट हो है, गाईघाट उदयपुर भनेर यहाँ आइसक्यो। अनि त्यसपछि अब यहाँनिर चाहिँ हामीले चाहिँ सिरियल नम्बर हाल्छौँ। यहाँ जस्तै मेरो सिरियल नम्बर 015.29.012। त्यसपछि यहाँ तल रहेको छ अब कस्टमर आइडी 22,132। यहाँबाट यति थिचिसकेपछि हामी प्रोसिड गर्छौँ। कति बिल उठाएछ हाम्रो यहीँनिर हेर्न सकिन्छ। प्रोसिड गरेँ। अहिले चाहिँ खुल्दैन किनभने यो चाहिँ 10 बजेदेखि रातिको मध्याह 12 बजेसम्म मात्रै खुल्छ। त्यसो अहिले खुलेको छैन, हामीले हेर्न सक्दैनौँ। त्यसै गरेर अब हामीले खानेपानीको बिल यहाँबाट तिर्न सक्छौँ। अब कुन खानेपानी हो यहाँबाट हामीले सेलेक्ट गरेर काउन्टर छानेर यहाँबाट तिर्न सक्छौँ। तल चाहिँ कस्टमर आइडी हाल्न सक्छौँ, हालेर हामी तिर्न सक्छौँ। त्यस्तै गरी इन्टरनेटको बिल चाहिँ अब हामीले यहाँबाट रिचार्ज गर्न सक्छौँ। कुन तपाईँको चाहिँ कुन इन्टरनेट हो यहाँबाट हामीले सजिलैसँग रिचार्ज गर्न सक्छौँ। मानौँ वर्ल्डिङको यहाँ छ, वर्ल्डिङको अब युजर नेम के छ तपाईँको युजर नेम यहाँ हाल्ने, यहाँ प्रोसिड गर्ने। त्यसपछि तल तपाईँको त्यो सबै नाम आइदिन्छ। त्यहाँपछि हामीले कति प्याकेज चाहिँ खरिद गर्न चाहन्छौँ त्यो हामीले सेलेक्ट गर्न सक्छौँ। जस्तै वाइफाई नेपाल, वाइफाई यहाँ युजर नेम हाल्ने, युजर नेम हालिसकेपछि प्रोसिड गर्ने। प्रोसिड गरेपछि तपाईँको डिटेल त्यहाँ देखाइन्छ, त्यो कति प्याकेज किन्ने त्यहाँबाट हामीले गर्न सक्छौँ साथीहरू। अनि त्यस्तै गभर्मेन्ट पेमेन्ट भनेको छ। यहाँ हामीले विभिन्न ट्राफिकको जरिवानाहरू हुन्छन् होइन, विभिन्न सम्पूर्ण कुराहरू चाहिँ हामीले यहीँबाट आफ्नै घरमा बसेर हामीले यहाँबाट तिर्न सक्छौँ। केही लोड भएको छ अहिले सायद नखुल्ने हो कि के हो, बिहानै 10 बजे नखुल्यो भने ट्राफिक फी फाइन पेमेन्ट, त्यसपछि पासपोर्ट पेमेन्ट, यो सम्पूर्ण कुराहरू यहाँ यसरी दिएको छ। तपाईँ हामी यहीँबाट घरै बसी आफ्नै घरबाट हामीले बिल तिर्न सक्छौँ। ट्राफिक फाइन पेमेन्ट छुट्टै पनि दिएको छ। एजुकेसन गरी तिर्न सक्ने भयो, एयरलाइन्स टिकट काट्न सक्ने भयो, सम्पूर्ण कुराहरू यहाँ होटल बुक गर्न सक्ने, बसको टिकट काट्न सक्ने भयो, भोटिङ गर्न सक्ने सम्पूर्ण कुराहरू यहाँ दिएको छ साथीहरू। त्यस्तै अब फाइनेन्सियल पेमेन्टमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि मेरो सेयर एन्ड डिम्याटलाई चाहिँ हामीले यहीँबाट बसेर एक्टिभेट गर्न सक्छौँ। ब्रोकर यहीँबाट बनाउन सक्छौँ होइन, सम्पूर्ण कुराहरू यहाँ दिएको छ। भने पपुलर सर्भिसमा अहिले के दिएको छ भन्दा चाहिँ क्युआर, बिजनेस क्युआर यहाँ उसले चाहिँ फ्रीमा दिने भए, फ्री पेमेन्ट नेम अनलाइन, यो के हो यहाँ सम्पूर्ण कुराहरू दिएको छ है। यहाँबाट तपाईँहरूले पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै भोटिङ अब के भइरहेको छ यहाँबाट हामी सम्पूर्ण कुराहरू तिर्न सक्छौँ। साथीहरू तपाईँ हामीले यसरी चाहिँ यो सेवा एपबाट चाहिँ फाइदा लिन सकिन्छ। तपाईँलाई आजको मेरो विशेष जानकारी कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। यदि च्यानल नयाँ हुनुहुन्छ भने इन्फो वाले युट्युब च्यानललाई सब्सक्राइब गर्दै गर्नु होला र नजिकै आउने बेल आइकन अल भन्ने नोटिफिकेसनमा चाहिँ ट्याप गर्न नबिर्सिनु होला। यदि भिडियो मन परे लाइक सेयर र कमेन्ट गर्न नबिर्सिनु होला। मलाई चाहिँ यो सेवाले क्युआर कोड प्रोभाइड गरेको छ। लङ टाइम पछि मेरो क्युआर आएको छ है। अनि रिक्वेस्ट गर्दा बल्ल मलाई चाहिँ एकैचोटि 2टा क्युआर आएको छ। ल 2टा क्युआर पठाइदिएछ है यी सेवाले मलाई चाहिँ। अहिले चाहिँ मलाई चाहिँ एकदम यहाँनिर चाहिँ सजिलो भएको छ। त्यस्तै पैसा कतिवटा हालिदिन्छ यहीँ हालिदिने, त्यसपछि मैले चाहिँ क्यास दिने। त्यसैले मलाई चाहिँ म चाहिँ थ्याङ्क यू यो सेवा भन्न चाहेँ। ल तपाईँलाई आजको विशेष जानकारी कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। र आगामी भिडियोहरूमा चाहिँ हामीले यी सेवा चाहिँ डाउनलोड कसरी गर्ने र डाउनलोड गरेर त्यसलाई चाहिँ कसरी इन्स्टल गर्ने र कसरी केवाइसी भेरिफाई गर्ने भन्ने कुरा अवश्य पनि लिएर आउनेछु। पहिलेभन्दा अहिले केही झन्झट छ। पहिले चाहिँ एकदम सजिलो थियो यी सेवा डाउनलोड गर्ने, त्यसपछि यसो नम्बर नेम हाल्ने भइहाल्थ्यो। अहिले चाहिँ एकदम गाह्रो छ किनभने अहिले यी सेवालाई सानो ब्याङ्क बनाउँदैछ। त्यस कारणले अलिक अहिले चाहिँ केही टर्म्सहरू पुरा गर्नुपर्ने हुन्छ। त्यसको लागि म फेरि कुनै भिडियो लिएर आउनेछु भन्दै आजको भिडियोलाई चाहिँ यतै स्थगित राख्न चाहेँ। नमस्ते।